हाम्रा बाजेहरूले भनेका थिए, संसार भनेको बजार हो। यहाँ जो चलाक छ उसको पल्ला भारी। तर चलाक हुनु भनेको के हो यो उनीहरूले सिकाएनन्। आज त्यही कुरा खोल्छौं। तपाईँ जतिसुकै इमानदार हुनुहोस्, कसै न कसैले तपाईलाई धोका दिएरै छोड्नेछ। तपाईँ जतिसुकै दक्ष र सिपालु हुनुहोस्, कुनै कम योग्यता भएको व्यक्तिले तपाईको ठाउँ खोज्नेछ। यो सुन्दा नमिठो लाग्न सक्छ, तर यही नै वास्तविक जगतको तीतो सत्य हो। तर जसले यो वास्तविकतालाई समयमै बुझ्छन्, तिनीहरू मात्र यहाँ टिक्न सक्छन्, र जो टिक्छन् उनीहरूले नै शासन गर्छन्। यो एउटा यस्तो शक्ति हो जुन आँखाले देख्न सकिँदैन, तर यसको प्रभाव सबैले महसुस गर्छन्। यसलाई भनिन्छ डार्क इन्टेलिजेन्स, गुप्त बुद्धिमत्ता। यो बुद्धिमत्ता धोकाबाट जन्मिन्छ, अपमानबाट जन्मिन्छ, पराजयबाट जन्मिन्छ। धेरैजसो मानिसहरू त्यही पीडामा टुट्छन्, तर एउटा रणनीतिकारले त्यही पीडालाई आफ्नो शक्तिको खानी बनाउँछ। यो एक प्रकारको यस्तो प्रखर बुद्धि हो जसले सुन्छ, हेर्छ, शान्त रहन्छ र ठ्याक्कै सही समयमा प्रहार गर्छ। जब अरू मानिसहरू तर्क वितर्कमा अल्झिरहेका हुन्छन्, तपाईँ सूचनाहरू सङ्कलन गरिरहनु भएको हुन्छ। जब अरूहरू रिसले चुर हुन्छन्, तपाईँ हिसाब किताब गरिरहनु भएको हुन्छ। जब अरूहरू भावनामा डुबेका हुन्छन्, तपाईँ भविष्यको योजना बनाइरहनु भएको हुन्छ। धेरैजसो मानिसहरू जिन्दगी एउटा बाघचाल जस्तो खेलिरहेका छन्, अर्को चाल मात्र देख्छन्। तर रणनीतिकारले पुरै बोर्ड देख्छ, बाघ कहाँ छ, बाटो कहाँ बन्द छ र अर्को 10 चाल के हुनेछ। तर अगाडि बढ्नु अघि म एउटा कुरा प्रष्ट पार्न चाहन्छु। यो ज्ञान आत्मरक्षाका लागि हो, विनाशका लागि होइन। हाम्रो लक्ष्य खेलको नियम बुझ्नु हो, खलनायक बन्नु होइन। आज तपाईले ती 8वटा मनोवैज्ञानिक गुणहरू थाहा पाउनुहुनेछ, जसले बाँच्नेहरूलाई पीडितहरूबाट, नेताहरूलाई अनुयायीहरूबाट र विजेताहरूलाई हार्नेहरूबाट अलग गर्दछ। अब ती रहस्यहरू खोलौं। नम्बर 1, क्याल्कुलेटेड ओपेसिटी, योजनाबद्ध अस्पष्टता। आफ्नो उद्देश्य वा इरादाका बारेमा कहिल्यै पनि पूर्ण रूपमा स्पष्ट नहुनुहोस्। तपाईले त्यति मात्र देखाउनुहोस् जति आवश्यक छ। जब मानिसहरूलाई कुनै कथाको आधा पाटो मात्र थाहा हुन्छ, उनीहरू बाँकी रहेको रिक्त स्थानलाई आफ्नो कल्पनाले भर्न थाल्छन्, र त्यही कल्पनाले उनीहरूलाई नियन्त्रण गर्छ। चाणक्यले भनेका थिए, आफ्नो योजना आफ्नै गुफामा लुकाएर राख्नु। जसले आफ्नो बिउ बोल्छ, उसको बारी अरूले काट्छन्। र हाम्रो नेपाली उखानले पनि यही भन्छ, बोल्नेको जान्छ, नबोल्नेको मान्छ। तपाईले चिन्नुभएका सबैभन्दा चाखलाग्दा मानिसहरूका बारेमा सोच्नुहोस्। उनीहरूले तपाईलाई कहिल्यै सबै कुरा बताउँदैनन्। उनीहरूले आफ्ना कथाहरूमा खाली ठाउँहरू छोड्छन्। उनीहरू प्रश्नहरूको जवाफ प्रश्नले नै दिन्छन्। जब तपाईँ उनीहरूबाट स्पष्टीकरणको आशा गर्नुहुन्छ, उनीहरू केवल एउटा रहस्यमय मुस्कान छोडिदिन्छन्। यो झुट बोल्नु होइन, यो त रणनीतिक सञ्चार हो। दशैंको बेलामा एकछिन कल्पना गर्नुहोला, टीका लगाउन बसेको छ। काकाले सोध्नुहुन्छ, अब के गर्ने योजना छ? जागिर कहिले लाग्छ? विदेश जाने हो? धेरैजसो युवाहरू के गर्छन्? सबै कुरा ओकल्छन्। अहिले तयारी गर्दैछु, अस्ट्रेलियाको भिसा लाउने सोचेको छु, तर पैसाको कुरा छ। त्यो इमानदारी हो, तर त्यो इमानदारीले तपाईको सपनालाई अरूको राय र शङ्काको मैदानमा खडा गरिदिन्छ। एउटा रणनीतिकारले के भन्छ? केही महत्त्वपूर्ण कुराहरू मिलाउँदैछु, तयार भएपछि खुसी खबर सुनाउँछु, र त्यसपछि विषय बदल्छ। फरक याद गर्नुहोला, पहिलो जवाफले तपाईको सपनालाई सबैको टिप्पणीको विषय बनाउँछ। दोस्रो जवाफले तपाईलाई रहस्यमय र आदरणीय बनाउँछ। बुद्धिमान मानिसहरूले बुझ्छन् कि रहस्यले प्रभाव निर्माण गर्छ। जब तपाईँ सबै कुरा खोल्नुहुन्न, मानिसहरू जिज्ञासु हुन्छन्।
जिज्ञासाले रुचि जगाउँछ, रुचि सम्मानमा बदलिन्छ र सम्मानले अन्ततः प्रभाव पार्ने शक्ति दिन्छ। यसको अर्थ हरेक कुरामा रुखो हुनु होइन। यसको अर्थ के साझा गर्ने र कहिले साझा गर्ने भन्ने कुरामा छनौटपूर्ण हुनु हो। तपाईको जानकारी तपाईको मुद्रा हो। यसलाई एकैपटक सबै खर्च नगर्नुहोस्। नम्बर 2, एड्याप्टिभ पर्सोना, अनुकूलन योग्य व्यक्तित्व। तपाईँ सबैसँग एउटै व्यक्ति बनेर प्रस्तुत नहुनुहोस्। तपाईँ कोसँग कुरा गर्दै हुनुहुन्छ त्यसका आधारमा आफ्नो व्यक्तित्वलाई समायोजन गर्नुहोस्। मानिसहरूलाई लाग्छ कि उनीहरूले तपाईलाई चिन्छन्, तर उनीहरूले तपाईको एउटा संस्करण मात्र चिनेका हुन्छन्। हाम्रा पुर्खाहरूले सिकाएका थिए, जस्तो देश उस्तै भेष। यो केवल लुगाको कुरा होइन, यो बुद्धिमत्ताको कुरा हो। चाणक्यले भनेका थिए, पण्डितले देश, काल र पात्र हेरेर मात्र बोल्छ। जो सबैसँग एउटै भाषा बोल्छ ऊ कसैसँग पनि बोल्न जान्दैन। हाम्रो गाउँका एकजना बुजुर्ग सोच्नुहोस्। बैठकमा बस्दा उनी गम्भीर, मितव्ययी शब्द, तौलिएको बोली सबैले ध्यान दिएर सुन्छन्। तर घरमा नाति नातिना अगाडि उनी हाँस्छन्, खिसी गर्छन्, कथा सुनाउँछन्। एउटै मान्छे, दुईवटा संसार। कुन असली हो? दुवै असली हो। यो पाखण्डी होइन, यो प्रेमको उच्चतम रूप हो। जब तपाईँ अर्को व्यक्तिको भाषामा बोल्नुहुन्छ, तपाईँ उसलाई भन्दै हुनुहुन्छ, म तिमीलाई बुझ्न यहाँ आएको छु। तपाईले भेट्ने हरेक व्यक्तिको मूल्य, मान्यता, सञ्चार गर्ने तरिका र जानकारी बुझ्ने शैली फरक हुन्छ। बुद्धिमान मानिसहरूले आफू सामाको व्यक्तिलाई अध्ययन गर्छन् र आफ्नो कुराकानीलाई सोही अनुसार ढाल्छन्। के उनीहरू विश्लेषणात्मक छन्? उनीहरूलाई तथ्य दिनुहोस्। के उनीहरू भावनात्मक छन्? उनीहरूको भावनासँग जोड्नुहोस्। के उनीहरू व्यावहारिक छन्? कुनै कुराले कसरी काम गर्छ भनेर देखाउनुहोस्। के उनीहरू ठूला सपना देख्ने खालका छन्? उनीहरूलाई एउटा भव्य दृष्टिकोण देखाउनुहोस्। पानीको बारेमा सोच्नुहोस्। पानीलाई जुन भाँडोमा राखिन्छ उसले त्यही आकार लिन्छ, तर उसले आफ्नो मौलिक गुण कहिले गुमाउँदैन। चाहे कपमा होस्, बोतलमा होस् वा पोखरीमा, यो पानी नै रहन्छ। तपाईको व्यक्तित्वले पनि त्यसरी नै काम गर्नुपर्छ। तर कहिले पनि यति धेरै अनुकूलित नहुनुहोस् कि तपाईले आफ्नै अस्तित्व नै गुमाउनु परोस्। बलिया मानिसहरू हीरा जस्तै हुन्छन्, जसका धेरै पाटा हुन्छन्, तर ती सबै मिलेर एउटै ठोस ढुङ्गा बनेको हुन्छ। नम्बर 3, द प्रिन्सिपल अफ डिट्याचमेन्ट, अलगावको सिद्धान्त। तपाईँ कुनै पनि सम्बन्ध, भावना वा विचारको दास नबन्नुहोस्। जुन कुरा गुमाउन तपाईँ डराउनुहुन्न त्यसले तपाईलाई कहिल्यै नियन्त्रण गर्न सक्दैन, र जसले तपाईलाई बाध्न सक्दैन उसले तपाईलाई प्रयोग पनि गर्न सक्दैन। श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रको मैदानमा एउटा यस्तो रहस्य बताउनुभयो जुन हजारौं वर्षपछि पनि उत्तिकै सत्य छ। कर्म गर, फलको आसक्ति नराख। यो वाक्य सुन्दा सरल लाग्छ, तर यसको गहिराईमा पुग्नुहोस्। यो वाक्यले भनिरहेको छ कि तपाईको शक्ति तपाईको कार्यमा छ, परिणाममा छैन। जब तपाईँ परिणामसँग टाँसिनुहुन्छ, त्यो परिणामले तपाईलाई नियन्त्रण गर्छ। तपाईँ डराउनुहुन्छ, हताश हुनुहुन्छ र गलत निर्णय लिनुहुन्छ। तर जब तपाईँ परिणामबाट स्वतन्त्र हुनुहुन्छ, जब तपाईँ भन्न सक्नुहुन्छ, मेरो सर्वोत्तम प्रयास यही हो, बाँकी माथिको हातमा छ, त्यसबेला तपाईको निर्णय स्पष्ट हुन्छ, तपाईको चाल निडर हुन्छ। हाम्रो नेपाली उखानले पनि यही भन्छ, आशाले मारेको मान्छ, निराशाले मारेको भान्छ। अत्यधिक आसक्ति नै तपाईको सबैभन्दा ठूलो शत्रु हो। गुमाउने डरले तपाईलाई कमजोर बनाउँछ र त्यही डरबाट मुक्तिले तपाईलाई शक्तिशाली बनाउँछ। अब गीताले भनेको कुरालाई आधुनिक जीवनमा हेरौँ। एउटा व्यापारिक सम्झौताको कल्पना गर्नुहोस्। व्यक्ति एलाई यो सम्झौता जसरी पनि सफल बनाउनु छ, ऊ यसैमा निर्भर छ, यसैमा टाँसिएको छ। तर व्यक्ति बीसँग अरू विकल्पहरू पनि छन्। शर्तहरू ठिक भएनन् भने ऊ उठेर हिँड्न तयार छ। कसको पल्ला भारी होला? पक्कै पनि व्यक्ति बीको, किनभने ऊ परिणामसँग टाँसिएको छैन। ठ्याक्कै जे गीताले सिकाएको थियो।
यो शक्तिको अभ्यास बिस्तारै सुरु गर्नुहोस्। हरेक बहस जित्नै पर्छ भन्ने जिद्दी छोड्नुहोस्। सबैले तपाईँलाई मन पराउनै पर्छ भन्ने चाहना त्याग्नुहोस्। योजना अनुसार नै सबै कुरा हुनुपर्छ भन्ने आसक्ति कम गर्नुहोस्। नम्बर 4, साइलेन्ट लेभरेज, मौन प्रभाव। तपाईँ सिधै दबाब नदिनुहोस्, पर्खनुहोस्। चाणक्यले भनेका थिए, साँप विषालु नभए पनि विषालु जस्तो देखिनुपर्छ। मौनताले त्यही काम गर्छ। तपाईँ प्रहार नगरी पनि प्रहार गर्न सक्ने स्थितिमा हुनुहुन्छ भन्ने सन्देश पुग्छ। धेरै मानिसहरूलाई लाग्छ कि शक्ति भनेको ठूलो स्वरले बोल्नु, माग राख्नु वा अरूलाई बाध्य पार्नु हो। तर त्यो त केवल अपरिपक्वता हो। वास्तविक शक्तिले कानै खुसी गर्छ। सम्बन्धमा पहिले बुझौँ। हाम्रो समाजमा एक किसिमका मान्छे हुन्छन्। उनीहरूले माग गर्दैनन्, आदेश दिँदैनन्। तर जब गाउँमा कुनै ठूलो निर्णय गर्नुपर्छ, सबैजना अनायासै उनीहरूका आउँछन्। किनभने उनीहरूले वर्षौंदेखि कुनै प्रशंसाको आशा नगरी अरूको जीवन राम्रो बनाइरहेका थिए। तपाईले वफादारीको माग गर्नु पर्दैन। तपाईले त्यो आफ्नो कार्यबाट कमाउनुहुन्छ। कुराकानीमा धेरैजसो मानिसहरू मौनतासँग डराउँछन्। त्यसैले उनीहरू खाली ठाउँ भर्न बोलिरहन्छन् र त्यही क्रममा नचाहिने कुराहरू ओकल्छन्। अर्को पटक कसैले गाह्रो प्रश्न सोध्यो भने रोकिनुहोस्। उनीहरूलाई ध्यानपूर्वक हेर्नुहोस्। केही सेकेन्ड मौनतालाई तन्किन दिनुहोस्। त्यसपछि मात्र जवाफ दिनुहोस्। हेर्नुहोस् तपाईको जवाफको तौल कसरी बढ्छ। वार्तामा साइलेन्ट लेभरेजको अर्थ हो तपाईको हातमा यस्ता विकल्पहरू हुनु जुन तपाईले मुखले भन्नु पर्दैन। जब अर्को व्यक्तिलाई थाहा हुन्छ कि तपाई सम्झौता नगरी हिँड्न सक्नुहुन्छ, उसले फरक तरिकाले वार्ता गर्छ। यसको मुख्य मन्त्र धैर्य। तपाई बिउ रोप्नुहुन्छ र त्यसलाई उम्रन पर्खनुहुन्छ। यो एउटा यस्तो मानसिकता हो जहाँ तपाई ढिलो गरी पाइने प्रतिफलमा विश्वास गर्नुहुन्छ। तर याद राख्नुहोस्, मौन प्रभाव कहिले पनि अरूलाई हानि पुर्याउन प्रयोग गरिँदैन। मौनता निष्क्रिय हुनु होइन, यो रणनीतिक र शान्त रूपमा चाल चल्नु हो। नम्बर 5, साइकोलोजिकल एखो, मनोवैज्ञानिक प्रतिध्वनि। तपाईका मानिसहरूका गहिरा आवश्यकता र डरहरूलाई उनीहरूकै अगाडि एउटा ऐना बनेर प्रतिबिम्बित गरिदिनुहोस्। बुद्धले भन्नुभएका थिए, बोलेको शब्दभन्दा नबोलेको मौनता गहिरो हुन्छ। सुनेको कुराभन्दा महसुस गरेको सत्य बलियो हुन्छ। र हाम्रो उखानले भन्छ, कानले सुन्छ, मनले बुझ्छ। मानिसहरू तर्कले होइन, बनाले निर्णय गर्छन्। जो यो बुझ्छ उसले संसारले बुझ्छ। मनोवैज्ञानिक प्रतिध्वनि भनेको झुट वा धोका होइन। यो गहिरो समझदारी र रणनीतिक सञ्चारको मिश्रण हो। हरेक व्यक्तिले आफ्ना अदृश्य बोझहरू, गुप्त इच्छाहरू र नभनिएका डरहरू बोकेर हिँडेको हुन्छ। तपाईको काम ती सुरागहरूलाई ध्यानपूर्वक सुन्नु हो। म तपाईलाई एउटा कुरा बताउँछु जुन मैले वर्षौंको अवलोकनबाट सिकेको छु। संसारको हरेक मानिसले 3 वटा कुराहरू खोजिरहेको हुन्छ। पहिलो, सम्मान। के यो मान्छेले मलाई इज्जतका साथ हेर्छ? दोस्रो, माया। के यो मान्छेले मलाई महत्त्व दिन्छ? मेरो उपस्थिति उसलाई फरक पर्छ? तेस्रो, बुझाइ। के यो मान्छेले मेरो मनको कुरा बुझ्छ, मन नभनी पनि? यी 3 कुरा, सम्मान, माया, बुझाइ, हाम्रो नेपाली संस्कृतिको जरा हुन्। हामीले घरमा, गाउँमा, समाजमा यही खोज्छौँ। जब तपाईँ आफ्ना शब्द र कार्यद्वारा यी 3 कुराको जवाफ दिन सक्नुहुन्छ, जब अर्को व्यक्तिले महसुस गर्छ कि उसलाई सम्मान गरिएको छ, माया गरिएको छ, बुझिएको छ, त्यति बेला तपाईले एउटा अटुट सम्बन्ध निर्माण गर्नुहुन्छ। उदाहरणका लागि, यदि कसैले भन्छ, मलाई मेरो जागिर पक्कै मन पर्दैन, धेरैले तुरुन्तै नयाँ जागिर खोज्ने सल्लाह दिन थाल्छन्। तर एक रणनीतिकारले गहिराईमा सुन्छ। सायद उसले आफू उपेक्षित भएको महसुस गरिरहेको छ। सायद उसको बुझाइको खाँचो छ। तपाईको प्रतिक्रिया यस्तो हुन सक्छ, यस्तो लाग्छ कि तपाईको योगदानको उचित कदर भइरहेको छैन र त्यो पीडा साँच्चै गहिरो हुन्छ। तपाईले समाधान दिनु भएन, तपाईले बुझाइ दिनुभयो र त्यो बुझाइ नै सबैभन्दा शक्तिशाली उपहार हो। एक पटक तपाईले कसैको मुख्य आवश्यकता बुझ्नुभयो भने
तपाईँ आफ्ना विचारहरूलाई उसैकै मनको भाषामा प्रस्तुत गर्न सक्नुहुन्छ। सन्देश परिवर्तन नगरी केवल त्यसको प्रस्तुतिकरण परिवर्तन गरेर। नम्बर 6, एम्बिगुअस मोरालिटी, व्यावहारिक नैतिकता। तपाईँ न त पूर्ण रूपमा असल हुनुहोस् न त खराब, तपाईँ केवल परिणाममुखी हुनुहोस्। वास्तविक शक्ति सधैँ सेतो वा कालोमा मात्र हुँदैन। कहिलेकाहीँ यो साँझको त्यो धमिलो उज्यालोमा रहन्छ, जहाँ न पुरै अँध्यारो छ न पुरै उज्यालो। चाणक्यको अर्थशास्त्रमा एउटा गहिरो सत्य छ, जो राजा केवल डरले शासन गर्छ उसको सिंहासन रगतमा डुबेको हुन्छ। जो ज्ञान र न्यायले शासन गर्छ उसको सिंहासन जनताको हृदयमा हुन्छ। म यहाँ आफ्नो कुरा भन्न चाहन्छु। म यो मान्दिनँ कि डर सधैँ सही उपकरण हो, तर म यो पनि मान्छु कि अत्यधिक दयालुपनाले कहिलेकाहीँ खराब व्यवहारलाई प्रश्रय दिन्छ। वास्तविक नैतिकता भनेको राम्रो देखिनु होइन, वास्तविक नैतिकता भनेको राम्रो परिणाम ल्याउनु हो। मानौ तपाईँ एउटा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ र तपाईँको टिमको एक सदस्यले ग्राहकहरूसँग झुट बोलिरहेको छ। उसलाई फेरि मौका दिनु राम्रो काम देखिएला, तर त्यसले इमान्दार सदस्यहरूलाई के सन्देश जान्छ? यस्तो अवस्थामा एक रणनीतिकारले कठोर निर्णय लिन्छ। यो क्रूरता होइन, यो व्यावहारिक नैतिकता हो। मुख्य सिद्धान्त: रूपभन्दा परिणाममा केन्द्रित हुनुहोस् र जुन परिणाम तपाईँलाई रातमा निदाउन दिँदैन त्यही खोज्नुहोस्। आफ्नो लागि केही अटल सीमाहरू तोक्नुहोस् र ती सीमाभित्र रहेर रणनीतिक बन्ने अनुमति आफैलाई दिनुहोस्। नम्बर 7, कन्ट्रोल्ड एक्सपोजर, नियन्त्रित प्रकटीकरण। एउटा मानी पत्थरको पर्खाल सोच्नुहोस्। हिमालको बाटोमा लामो घुम्तीमा उभिएको। त्यो पर्खाल एकैपटक बनेको होइन। एकजना भक्तले एउटा ढुङ्गा राखे, सोचेर, तौलेर, सही ठाउँमा। अर्को दिन अर्को ढुङ्गा। 1 वर्ष, 10 वर्ष, 100 वर्ष। हरेक ढुङ्गा स्थायी, हरेक ढुङ्गा सोचेर राखिएको। तपाईँको व्यक्तित्व पनि त्यही पर्खाल हो र तपाईँको हरेक शब्द, हरेक खुलासा त्यो पर्खालको एक ढुङ्गा। तपाईँ आफ्नो बारेमा सबै कुरा कहिले नखोल्नुहोस्। मानिसहरूले जति कम थाहा पाउँछन् उनीहरूले त्यति नै धेरै अनुमान लगाउँछन् र उनीहरूको अनुमानले नै उनीहरूलाई गल्ती गर्न बाध्य बनाउँछ। जब सबैजना आफ्नो विचार र भावनाको विज्ञापन गरिरहेका हुन्छन्, सामाजिक सञ्जालमा, भेलाहरूमा, चियाको कपमा, जो व्यक्ति रणनीतिक रूपमा मौन रहन्छ ऊ स्वतः आकर्षक र प्रभावशाली देखिन्छ। मानव मस्तिष्क अपूर्ण कुरा देख्दा त्यसलाई भर्न खोज्छ। आफ्नो बारेमा थोरै मात्र जानकारी दिएर तपाईले अरूको मनमा जिज्ञासा पैदा गर्नुहुन्छ। नयाँ जागिर सुरु गर्दा आफ्ना सबै सिप र क्षमताहरू पहिलो हप्तामै नदेखाउनुहोस्। ती क्षमताहरूलाई बिस्तारै, समय र आवश्यकता अनुसार प्रकट गर्नुहोस्। सामाजिक सम्बन्धमा पनि आफ्नो पूरै जीवन कथा एकैपटक नसुन्नुहोस्। याद राख्नुहोस्, एकैपटक प्रकट भएको जानकारी कहिल्यै फिर्ता लिन सकिँदैन। मानी पत्थरको पर्खाल याद गर्नुहोस्। हरेक ढुङ्गा स्थायी छ। एउटा ढुङ्गा गलत ठाउँमा राख्यो भने त्यो पर्खालको त्यो भाग सधैँको लागि त्यस्तै रहन्छ। ढुङ्गा सोचेर राख्नुहोस्, छरेर होइन। नम्बर 8, आउटकम अब्सेसन, नतिजाप्रतिको आसक्ति। चाणक्यले भनेका थिए, जो लक्ष्यसँग बाँधिएको छ ऊ बाटोसँग बाँधिँदैन र जो बाटोसँग बाँधिन्छ ऊ लक्ष्य बिर्सन्छ। एउटा सिद्धहस्त शेर्पाको कल्पना गर्नुहोस्। सगरमाथाको शिखरतर्फ जाँदैछन्। पहिलो बाटो हिउँ डाँडाले थुनियो, उनी रोकिएनन्, अर्को बाटो रोजे। दोस्रो बाटोमा हावाको वेग असह्य भयो, उनले पर्खे अनि अगाडि बढे। तेस्रो बाटोमा एउटा साथी थाके, उनले उसलाई सघाए, समय गुमाए तर शिखर नछाडे। 3 पटक बाटो बदले तर एक पटक पनि लक्ष्य बदलेनन्। त्यही नै नतिजाप्रतिको आसक्ति हो। तपाईँ बहस जित्न वा आफूलाई सही साबित गर्न यहाँ हुनुहुन्न, तपाईँ नतिजा निकाल्न यहाँ हुनुहुन्छ। जब तपाईँ नतिजाप्रति आसक्त हुनुहुन्छ, तपाईँका प्रश्नहरू बदलिन्छन्। म कसरी सही छु भनेर प्रमाणित गरौँ भन्ने सट्टा तपाईँ सोध्नुहुन्छ,
मैले हासिल गर्न खोजेको वास्तविक नतिजा के हो? कुनै बहसको बेला सोच्नुहोस्, कहिलेकाहीँ बहस हार्नु र आफ्नो उद्देश्य प्राप्त गर्नु नै बुद्धिमानी हो। नतिजामुखी मानिसहरू थोरै काम गर्छन्, तर ती कामहरू गर्छन् जसले सबैभन्दा धेरै नतिजा दिन्छन्। उनीहरू आफ्नो ऊर्जालाई छनौटपूर्ण ठाउँमा मात्र लगाउँछन्। यदि एउटा बाटोले काम गरेन भने उनीहरू तुरुन्तै अर्को बाटो रोज्छन्, शेर्पाले जसरी। जब तपाईँ नतिजा निकाल्ने व्यक्तिको रूपमा चिनिनुहुन्छ, मानिसहरूले तपाईलाई विश्वास गर्न थाल्छन्। अवसरहरू तपाईको ढोकामा आफै आउन थाल्छन्। यही नै डार्क इन्टेलिजेन्सको साँचो उद्देश्य हो। कसैलाई नियन्त्रण गर्नु होइन, बरु कोहीबाट नियन्त्रित नहुने क्षमता विकास गर्नु। यो अरूमाथि शासन गर्ने शक्ति होइन, यो आफ्नो परिस्थिति र आफ्नै आवेगमाथि विजय पाउने शक्ति हो। आज तपाईले 8वटा सूत्रहरू सिक्नुभयो। म चाहन्छु कि तपाईले यी मध्ये कुनै एउटा रोज्नुहोस् र आगामी 7 दिनसम्म त्यसलाई अभ्यास गर्नुहोस्। तर म तपाईलाई एउटा चेतावनी पनि दिन चाहन्छु। यी अन्तर्दृष्टिहरू आफूलाई बचाउन प्रयोग गर्नुहोस्, अरूलाई नोक्सान पुर्याउन होइन। संसारलाई यस्ता रणनीतिक र बुद्धिमान मानिसहरूको खाँचो छ जो नैतिक रूपमा बलिया छन्। रणनीतिक बन्नुहोस् तर आत्मा नबेची, शक्तिशाली बन्नुहोस् तर जरा नकाटी।